सम्पूर्णलाई वेलकम गर्न चाहे मेरो युट्युब च्यानलमा। आज यस भिडियोमा हामी क्लास 12 इङ्ग्लिसको मोडेल क्वेसन छलफल गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो मोडेल क्वेसनले तपाईहरुको एक्जामको लागि धेरै सहयोग गर्नेछ। फाइनल एक्जामको टार्गेट गराएर यो मोडेल क्वेसन तयार गरिएको छ। यो मोडेल क्वेसन क्लास 12 का इङ्ग्लिस विद्यार्थीहरुको लागि एकदमै उपयोगी छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। यस भिडियोमा हामी यसै सम्बन्धमा कस्तो क्वेसन आउँछ, कसरी सल्भ गर्ने त्यस बारेमा चर्चा गर्छौं। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ। खास गरी क्लास 12 को इंग्लिश 75 पूर्णाङ्कको हुने गर्छ र 3 घण्टामा सल्भ गरेर सकाउनु पर्ने हुन्छ यसलाई। फर्स्ट नम्बर क्वेसनमा यहाँ विशेष गरेर प्यासेज सोध्ने गर्छ। यो प्यासेज पढेर हामीले त्यो उत्तरहरू सल्भ गर्नुपर्ने हुन्छ। यहाँ प्यासेज दिएको छ, यो पढेर हामीले क्वेसन सल्भ गर्नुपर्ने हुन्छ। त्यसैगरी क्वेसन नम्बर ए मा यहाँ सोधेको छ, लुक द हाइलाइटेड वर्ड इन द टेक्स्ट, कम्प्लिट दिस सेन्टेन्स युजिङ देम, टु अफ देम आर नट नेसेसरी। अब त्यहाँ माथि हाइलाइट गरेका वर्डहरू छन्, त्यसबाट क्वेसन नम्बर ए को सल्भ गर्नुपर्ने हुन्छ। त्यसैगरी क्वेसन नम्बर बी मा सोधेको छ, चुज द एप्रोप्रिएट हेडिङ फर द प्याराग्राफ 2-6 फ्रम द लिस्ट बिलो एन्ड राइट द प्याराग्राफ नम्बर नेक्स्ट देम। कहाँ पर्छ कसरी भनेर भनेको। सी नम्बरमा क्वेसन एन्सर सोधेको छ, यो चाहिँ नेसेसरी अल इम्पोर्टेन्ट हुन्छ। यो सोधिरहेको छ क्वेसन एन्सर चाहिँ प्यासेजबाट, प्रत्येक प्यासेजमा क्वेसन एन्सर सोध्छ। त्यसैगरी क्वेसन नम्बर 2 मा हामीलाई लिटरेचर सेक्सनबाट सुरु भयो। अब लिटरेचर सेक्सनबाट हामीले 20 वटा जम्मा लिटरेचर सेक्सन पढ्नुपर्ने हुन्छ। त्यसमध्येबाट 5 into 2 नम्बरका जम्मा 5 वटा क्वेसन सोध्छ। 2 into 5 10 नम्बर। यहाँ विभिन्न स्टोरी, ड्रामाहरू, एस्से, पोइमहरूबाट क्वेसन सोध्ने गर्छ। यहाँ एउटा नाइबर्सबाट सोध्यो स्टोरी, अ डेभोटेड सन स्टोरीबाटै सोध्यो। अवेकिङ एज यो चाहिँ पोइमबाट सोध्यो। त्यसैगरी क्वेसन नम्बर डी मा पनि सोध्यो अनि एफ मा फेरि ह्युम्यानिटी, ई मा ह्युम्यानिटीबाट सोध्यो। क्वेसन नम्बर 3 मा लिटरेचरबाट समरी टाइपको क्वेसन आउने गर्छ। 2 into 5 नम्बरको 2 वटा क्वेसन आउने गर्छ। यो पनि लिटरेचरबाट जम्मा 20 नम्बर आउँछ। एकदमै इम्पोर्टेन्ट छ, लिटरेचरलाई पनि एकदमै ध्यान दिनु होला। त्यसैले अनि क्वेसन नम्बर 4 बाट फ्री राइटिङ सुरु हुन्छ। हामीलाई एउटा प्याराग्राफ लेख्न आएको छ। त्यसैगरी एउटा इमेलको फर्काउने त्यो इमेल आएको छ क्वेसन नम्बर 5। त्यसैगरी क्वेसन नम्बर 6 मा पनि फ्री राइटिङ अन्तर्गत 10 नम्बरमा जम्मा 10 नम्बरको एउटा एस्से लेख्न आउँछ। यो पनि फिक्स क्वेसन हो। जम्मै राइटिङ सेक्सनबाट 10, 7, 25 नम्बर, 10, 7, 8 गरेर 7, 8 र 10 नम्बरको गरेर 25 नम्बर आउने गर्छ। राइटिङ सेक्सन पनि एकदमै इम्पोर्टेन्ट छ। त्यसैगरी 7 नम्बरमा ग्रामर 10 into 1 पोइन्टको एउटाको दरले 10 वटा ग्रामरको क्वेसन सोध्ने गर्छ। यहाँ सुरुमा एडभर्ब राखेर कम्प्लिट गर्ने एडभर्बबाट सोध्यो। त्यसैगरी प्रिपोजिसन सोध्यो। त्यसपछि अर्को पुट द करेक्ट भर्ब भने सीमा, अनि चुज द करेक्ट अप्सन फ्रम द ब्राकेट टु कम्प्लिट द सेन्टेन्स भन्यो डीमा। ईमा भर्ब चुज गर्ने, एफमा पनि भर्बै चुज, करेक्ट भर्ब चुज गर्ने हो। यो सब्जेक्ट भर्ब एग्रिमेन्टबाट चाहिँ अलिकति बढी सोध्छ है। अनि त्यसैगरी आई नम्बरमा यो प्यासिभ सोधेको छ, आई लाइक पिपुल लभिङ एट मी, यो सोधेको छ प्यासिभ। अनि फेरि एउटा डाइरेक्ट इन्डाइरेक्ट स्पिच एउटा न्यारेसन पनि सोधेको छ जेमा, त्यो इम्पोर्टेन्ट यो ग्रामर पार्टबाट पनि यो एकदमै इम्पोर्टेन्ट छ। त्यसैगरी क्वेसन नम्बर 8 मा हामीलाई भोकाबुलरी सोध्ने गर्छ। यो पनि एकदमै इम्पोर्टेन्ट छ। चुज द फलोइङ वर्ड्स ह्याज अ डिफरेन्ट इन्डिगल साउन्ड, के फरक छ भने साउन्ड। अनि द लास्ट साउन्ड इज वर्ड पज इज ट्रान्सक्रिप्ट एज भनेको छ फेरि बीमा। अनि बीमा ए र बी साउन्डबाट सोध्यो। अनि सीमा आई क्यान्ट द पेन अफ कुन हुन्छ त्यो गर्ने। डीमा डिक्सनेरीमा कुन उसमा पर्छ भने कुनमा पर्छ, कहाँ पर्छ भने। अनि फेरि ईमा पनि यस्तै टाइपको क्वेसनहरू आउने गर्छ भोकाबुलरी टाइपबाट 5 नम्बर। जम्मै तपाईँहरूलाई 75 नम्बरको पेपर आउँछ। यसलाई आनन्दको साथ सल्भ गर्न सक्नुभयो भने एक्जाम राम्रो हुन्छ। तपाईँहरूलाई वार्षिक एक्जामको अग्रिम शुभकामना दिन चाहे। नआत्तिकिन सल्भ गर्नु होला, क्वेसन कुनै पनि नछड्नु होला। पास इजी तरिकाले भइन्छ। चिट सोरेर भए पनि, यसो अगाडि पछाडि सार्ने, मेसो पारेर भए पनि, सारेर भए पनि
पास चाहिँ हुनु आवश्यक छ। सबैलाई म अहिले नै यो भिडियो मार्फत यो इक्जामको लागि एकदमै महत्त्वपूर्ण अग्रिम शुभकामना दिन चाहे। कस्तो लाग्यो भिडियो? तपाईहरुले भिडियो मन पराउनु भयो र कमेन्ट गर्नुभयो भने म पनि अरु भिडियोको साथमा उपस्थित हुनेछु र म अरु भिडियोका मोडल क्वेशनहरु पनि लिएर आउनेछु। ल त्यतिन्जेलसम्मलाई धन्यवाद। कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।